तालीले जोरदार तालीले बधाई बिदाई र फेरि भेटौँला दिनको लागि अनुरोध गर्दछु। यहाँ हाम्रा विद्यार्थी भाइ बहिनीहरू आज यस विद्यालयबाट बधाई शुभकामना तथा फेरि भेटौँला कार्यक्रम गर्दै गर्दा मैले हाम्रा विद्यार्थी भाइ बहिनीको बारे केही भन्नै पर्छ। हामीले क्रमशः अगाडिबाट कक्षा 12 का यतिबाट देखिरहेको छु। कक्षा 12 का विद्यार्थी अभिषेक लामा व्यक्तिगत हिसाबले भन्दा ऊ यस विद्यालयमा अनुशासित विद्यार्थी, अतिरिक्त क्रियाकलापमा विशेष गरी एथलेटिक्स भलिबलमा अब्बल विद्यार्थी, यो विद्यालयको लागि नाम राख्नको लागि, इज्जत राख्नको लागि राष्ट्रपति रनी कपमा उसको विशेष भूमिका रहेको थियो। त्यसै गरी अमृता गौतम कक्षा 12 का अनुशासित विद्यार्थी राष्ट्रपति रनी कपमा हरेक राष्ट्रपति रनी कपमा सम्भवतः 4-5 वर्ष उनले विद्यालयको लागि विभिन्न गोल्ड मेडल लगायत विभिन्न मेडलहरू जित्दै विद्यालयको नाम राख्न सफल भएका छन् भने यसपालि नै जिल्ला स्तरको एथलेटिक्स गेममा ऊ बालिकाको प्रतिनिधित्व गर्दै सफल भएको छ। त्यसै गरी विजय गजमेर उनले पनि यस विद्यालयको लागि राष्ट्रपति रनी कपमा सहभागी भएर विद्यालयको नाम कञ्चन है कञ्चन फटाफट जाउँ अगाडि चाहिँ जाउँ न। Just right now. A plus. फर्केर आउने
हाम्रो कक्षा 10 एसई परीक्षामा सम्मिलित विद्यार्थी भाइ बहिनीहरू र कक्षा 12 विद्यार्थी अभिभावक बीचमा एउटा अनन्त सम्बन्ध कायम गर्नका लागि मुख्य आधार बन्नेछ। मुख्य आधार हो मैले भने आजको दिनबाट हामीले विद्यार्थी भाइ बहिनीहरूसँग रहँदा बस्दा गरेका कमी कमजोरीहरूलाई यो कार्यक्रमबाट भुलेर जानेछौँ र हामी आगामी दिनमा हाम्रा कमजोरीहरूलाई सच्याएर अगाडि बढ्नेछौँ। यो शिक्षक यो विशेष विद्यार्थी भाइ बहिनीहरू यसपछि हाम्रो कक्षा 10 का भाइ बहिनीहरूलाई तयारी अवस्थामा रहिदिनको लागि मैले अनुरोध गर्छु। हाम्रो कार्यक्रमलाई बीचमा विद्यार्थी भाइ बहिनीहरूको सिर्जनावाद कार्यक्रमका प्रमुख अतिथिज्यू वडा नम्बर 7 का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय चन्द्रराज लामाज्यू, त्यसै गरी विशेष अतिथि शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमेश लामाज्यू, यसले असर गर्छ त्यसले अनुहारमा नहान असर गर्छ। अब यसपछि आफ्नो कला प्रस्तुतिको लागि खोला त तयारी अवस्थामा रहिदिनको लागि म कक्षा 11 का छात्रा द्वय नवीना पाठक र इन्दिरा र शैलीलाई तयारी अवस्थामा रहिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। सबैलाई देखाऊ। यहाँ जाऊ यति बेला कक्षा 10 कै विद्यार्थी भाइ बहिनीहरूको तर्फबाट मायाको चिनो प्रोग्राम
भोलि खेल्नु भएन होला सर, आज खेल्नु। धन्यवाद। अब फेरि पनि कक्षा 12 र कक्षा 10 का भाइ बहिनीहरूलाई आफ्नो स्थानमा आसन ग्रहण गर्नको लागि म अनुरोध गर्दछु। यता स्थानमा आसन ग्रहण गर्नको लागि म आवेदन गर्दछु। कक्षा 10 का र कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरू अघिकै आफ्नो स्थानमा गएर आसन ग्रहण गर्ने